द लस्ट जोय ब्रदर उहाँलाई चाहिँ म फर्स्ट अफ अल के भन्न चाहन्छु भने एज अ नेपाली आई वुड लाइक टु एपोलोजाइज फ्रम माई साइड है, किनभने गल्ती भएकै हो होइन। सानो व्यक्तिको मिस्टेकले गर्दाखेरि चाहिँ एउटा नेपालको नाम जोडिन पुगेको छ। उहाँ ब्रदर चाहिँ एउटा युट्युबर पनि हुनुहुँदो रहेछ होइन, अलिकति युट्युबर भइसकेपछि अलिकति ट्राभल यताउति भइसकेपछि भिडियो सिडियो खिच्नु भनेको स्वाभाविक कुरा हो होइन। त्यो कसैले पनि छेकिन्न रोकेर रोकिन्न होइन। त्यो आफ्नो स्वतन्त्र तरिकाले भिडियो सिडियो खिच्न बनाउन मजाले पाइन्छ होइन। यो भिडियो चाहिँ भाइरल भइरहँदाखेरि पिकनिकको घटनाको कुरा लिएर चाहिँ अहिले एकदमै उग्र रूप छ होइन। एकदमै त्यहाँ गरेको व्यवहार एउटा नेपालीले एउटा विदेशीलाई गरेको व्यवहार देखेर चाहिँ सबैजनालाई नराम्रो नै फिल भएको होला जस्तो लाग्छ जहाँसम्म होइन। ब्रदर यार होइन यतिसम्म नगरिदिएको भए चाहिँ हुन्थ्यो होइन, किनभने मैले भिडियो सबै हेरेँ होइन। त्यहाँ एउटा दिदीले भन्नुभएको छ होइन जस्तो जोक भने होइन, तर फेरि उहाँ दाइले चाहिँ के भन्नुभएको छ भने कसले भने यो जोक होइन सिरियसली हो, किन जोक लिने भनेर चाहिँ त्यो एकदम हुन्छ नि अलिक एङ्ग्री तरिकाले भनेको भिडियोहरू पनि मैले पुरै हेरेँ क्या होइन। ब्रदर यो एकदमै ठुलो गल्ती हो क्या, किनभने एक नम्बर कुरा त हाम्रो पर्यटक भनेको चाहिँ हाम्रो एकदमै पाहुना हो, हामीले गहना सरै लिनुपर्छ क्या। हुन त ब्रदरको अब इङ्ग्लिसहरू ल्याङ्ग्वेजहरू बोलाइ हेर्दाखेरि अलिकता होइन 2-4 शब्द 2-4 अक्षर चाहिँ पढेकै जस्तो लाग्छ मलाई होइन। तर पनि यस्तो बिहेभ चाहिँ किन आयो होइन। मान्छेहरू जति पढ्दै गयो त्यति आफ्नो बिहेभ पनि खराब हुँदै जाने हो कि के हो होइन ब्रदर होइन। वास्तवमा भन्नुपर्दा मलाई तपाईँलाई जति चाहिँ त्यो इङ्ग्लिस पनि बोल्न आउँदैन होइन, तर पनि तपाईँको यो बिहेभ देखेर चाहिँ साह्रै नराम्रो लाग्यो यार। यो सामाजिक सञ्जालमादेखि लिएर होइन एउटा सानो व्यक्तिको कारणले एउटा देशको नाम जोडिन पुग्छ क्या। उहाँ ब्रदरले अब युट्युबमा हाल्नु भएको छ त्यो भिडियो, युट्युबमा हालेपछि त्यो भनेको जहाँबाट पनि हेर्न मिलिहाल्यो त होइन। भनेपछि एउटा पर्यटकलाई चाहिँ नेपालीले गर्ने व्यवहार चाहिँ कस्तो हुँदो रहेछ भनेर सबैले थाहा पाउँछ। त्यसको त कस्तो इमेज पऱ्यो त होइन, एकदमै ब्याड इमेज पऱ्यो क्या। सो ब्रदर होइन अब पछिल्लो समयमा ब्रदरले माफ पनि मागिसक्नु भएको छ। गल्ती नभए त माफ किन माग्ने हो र होइन। जब भाइरल हुँदै आयो तब माफ माग्यो होइन ब्रदर। त्यही भएर होइन हामीले चाहिँ सधैँभरि हाम्रो पाहुनालाई चाहिँ रेस्पेक्टै गर्नुपर्छ है। जे जस्तै भयो नि टुरिस्ट भनेको टुरिस्ट हो क्या। भोलि हामी अरूको देशमा गएर त्यसरी क्यामेरा गर्दै जाँदाखेरि हामीलाई अब मन हुन्छ होइन ट्राभल यताउति। हामी अहिलेको जमानामा क्यामेरा जसको पनि हातमा मोबाइल हुन्छ जसले पनि भिडियो गर्छ क्या। यदि भोलि हामीले अन्त अरूको देशमा गएर चाहिँ नि त्यस्तोरी चाहिँ अरूले त्यस्तो मिसबिहेभ गर्दाखेरि कतिसम्म मन दुख्छ क्या, कतिसम्म हुन्छ क्या, त्यो सोच्नु पऱ्यो ब्रदर है। सो आफूले र अरूलाई पनि सम्मान गर्न सिकौँ है त ब्रदर, त्यही भन्न चाहन्छु है त।